के बाइसेप्स ठुलो बनाउन चाहनुहुन्छ तर वर्कआउट कसरी गर्ने केही नलेज छैन? यदि छैन भने हाम्रो 30 डेज बिगिनर वर्कआउट च्यालेन्जलाई जोइन गर्नुस् र केही नलेज गेन गर्नुस् ताकि तपाईलाई पछि भविष्यमा राम्रो बाइसेप्स गेन गर्नलाई हेल्प होस्। र आज हाम्रो 30 डेज बिगिनर वर्कआउट च्यालेन्जको डे 4 रहेको छ र आज हाम्रो लोअर बडी डे हो। त्यसैले भिडियोमा ढिला नगरिकन बाइसेप्स गेन गर्ने टार्गेट राख्दै आज लोअर बडी डेको एक्सरसाइजलाई सिधै सुरु गरौँ। फर्स्टको 5 मिनेट चाहिँ तपाईले वार्म अप गर्नुस्। नन स्टप 5 मिनेट्स। तपाईले स्किपिङ गर्न पनि सक्नुहुन्छ, रनिङ जगिङ गर्न पनि सक्नुहुन्छ, जम्पिङ ज्याक्सहरू तपाईले जे गर्न पनि सक्नुहुन्छ। धेरै स्ट्रेसफुल हुनु भएन तर तपाईको बडी टेम्परेचर रेज हुनु पर्यो। र हाम्रो फर्स्ट वर्कआउट रहेको छ वाल सिट्स। यो चाहिँ तपाईको इन्ड्युरेन्स बेस्ड वर्कआउट पनि हो र एज अ बिगिनर तपाईको मसल्सलाई राम्रोसँग फिल गर्नलाई हेल्प गर्छ। त्यसैले तपाईले वाल सिट्स 1 मिनेटको 2 सेट गर्नुस्। वाल सिट्स गर्नलाई केही गाह्रो छैन, एकदम सिम्पल छ। तपाईले जस्ट एउटा भित्ता चाहिन्छ, तपाईको हातमा स्टप वाच हुन्छ र तपाई भित्तामा गएर यसरी मजाले बस्ने 1 मिनेटसम्म। 1 मिनेटसम्म बस्नुस् र 1 मिनेट रेस्ट गर्नुस्, फेरि अर्को 1 मिनेट बस्नु। यो चाहिँ 2 सेट गर्नुस्। र हाम्रो अर्को वर्कआउट रहेको छ आजको लागि 1 लेग डाउन 2 लेग अप्स बक्स स्क्वाट। यो भनेको चाहिँ तपाईको एउटा चेयर जस्तो तपाईले लिनुस् र 1 लेग डाउन एक खुट्टामा उभिएर स्क्वाट्स गर्ने, बिस्तारै कन्ट्रोल गरेर बिस्तारै बिस्तारै बस्ने अनि उठ्दाखेरि चाहिँ 2 खुट्टाले उभिने, फेरि एक खुट्टाले मजाले बिस्तारै बिस्तारै बस्ने, फेरि 2 खुट्टाले उभिने। यो चाहिँ तपाईले इच लेगको 10 रेप्स गर्नुस् र यसलाई बीचमा 1 मिनेट रेस्ट राख्नुस् र यसको 3 सेट गर्नुस्। र हाम्रो नेक्स्ट वर्कआउट रहेको छ गुड मर्निङ। यो एक्सरसाइज गर्न तपाईँ सिधा उभिनुस्, हात टाउकोमा राख्नुस् र तपाईको खुट्टालाई चाहिँ निजलाई बेन्ड नगरिकन तपाईले हिपबाट हिन्ज गर्ने। र आजको लास्ट वर्कआउट चाहिँ हाम्रो कोरको रिलेटेडमा इन गर्छौँ हामीले। र यसमा चाहिँ तपाईले भुइँमा बसेर हातले टेकेर आफ्नो हिप्स उचाल्नुस् र सिंगल लेग रेजेस यसरी। र आजको स्ट्रेचिङमा चाहिँ हामीले यो स्ट्रेचिङ गरेको छौँ। यसमा चाहिँ तपाईले दुईटा खुट्टालाई सक्दो फटाएर तपाईको बडीलाई अगाडि लगेर सक्दो अगाडि बिस्तारै जाँदै बाउन्स, यसरी बाउन्स नगर्ने, सक्दो अगाडि बिस्तारै जाने। सपोर्ट केही लिन मिल्छ भने अगाडि लिँदा पनि हुन्छ। र यो पोजिसनमा तपाईले 1 मिनेटसम्म होल्ड गर्नु पर्यो, लामो लामो सास लिने। यसले चाहिँ तपाईको इनर ह्यामस्ट्रिङ्सदेखि लिएर तपाईको एडप्टर्सदेखि लिएर तपाईको हल्का लोवर ब्याकसम्म पनि मजाले स्ट्रेच गर्छ। र इन्डमा चाहिँ तपाईले कुल डाउन गर्न नबिर्सिनु होला। कुल डाउनमा चाहिँ मजाले आँखा चिम्म गर्ने, बस्ने,